निकै गाह्रो पाठ सिकाउँछ जिन्दगीले पनि। एकातिर प्रतीक्षाको फल मिठो हुन्छ भनेर धैर्य गर्न सिकाउँछ। आशा मर्न नदेऊ भन्छ। सबै ठिक हुन्छ भनेर सपना देखाउँछ। तर अर्कोतिर फेरि यही जिन्दगीले समयले कसैलाई पर्खिँदैन भन्दै हात समाएर अगाडि धपालिदिन्छ। ढिलो गरिस् भन्ने मान्छे पनि छुट्छन्, अवसर पनि टाढिन्छन् र कहिलेकाहीँ आफ्ना चाहनाहरू पनि समयको भिडमा हराएर जान्छ। त्यसैले त जीवन बुझ्न सबैभन्दा कठिन किताब रहेछ। यहाँ हरेक पानामा फरक नियम लेखिएको हुन्छ। कहिले धैर्य जित बन्छ त कहिले त्यही धैर्य कमजोरी ठहरिन्छ। कहिले प्रतीक्षा प्रेमको प्रमाण बन्छ त कहिले त्यही प्रतीक्षाले मनलाई एक्लोपनको कैदी बनाइदिन्छ। जिन्दगीले कहिलेकाहीँ एउटै उत्तर दिँदैन, उसले त परिस्थिति अनुसार आफ्नो नियम बदलिदिन्छ। त्यसैले धेरैचोटि मानिसहरू सही भएर पनि हार्न पुग्छन् र धेरै गलत निर्णयहरू समयले सही साबित गरिदिन्छ। सायद यही कारण होला आजकल मानिसहरू हाँसिरहेका देखिए पनि भित्रभित्रै धेरै थाकेका हुन्छ। किनकि उनीहरूलाई थाहा हुँदैन कुन कुरा गर्नु ठिक हो र कुन कुरा समयसँगै छोडिदिनु ठिक हो भनेर। जिन्दगीले सिकाउने सबैभन्दा ठुलो सत्य सायद यही होला। सबै कुरा समयसँगै राम्रो लाग्छ, तर समय गुज्रिएपछि त्यही कुरा सम्झना बनेर मात्रै बाँकी रहन्छ।